साथीहरु सबैलाई स्वागत छ रुप्ला खत्रीको न्यू भलगमा फेरि पनि आज ताजा ताजा दामी ठुलठुला माछा आइसक्यो हैन हामी चाहिँ सोरा खेलेर एउटा पल्लाटी एउटा ओल्लाटी लास्टै मेहनत गरेर उ गरेको छ म माछाहरु अनबक्सिङ गर्छु सबलाई भैया खाने आउँछु हजुरहरुले हेर्नु होला हेर्न सक्नुहुन्छ गाइजहरु वाच ट्याट ओ हेर्नुस् गाइजहरु ओ माछा एउटा दुईटा सानोदेखिको असला माछा एकदम तीनवटा 4 5 6 7 8 टा यो चाहिँ सजिलै मर्दैन गाइजहरु यहाँ छ यस्तो गेरी यत्रो रसीहरु चाहिन्छ जब 1500 सय लगानी लाग्छ हैन हामी तीन जनाले चाहिँ अब यसलाई बार्छौं यो चाहिँ बाला लाग्यो म पखाल्छु है हेर्नु होला गाइजहरु बाला जान्ने रहेछ तपाईटा एउटा स्वाट्या गाइजहरु दुईटा स्वाट्या हेर्नु होला अन्तिमसम्म लगभग यो 4 किलो छन् तीनटा स्वाट्या आटा स्वाट्या हैन यसको कति भए 7 टा हेलो हाँ गाइजहरु अपुठे रोक्छ अब गोली माने भग्दैन पनि यो पनि त गुगाडो गाडी मान्ने ए अर्को दिन चाहिला हेरे न यो त राकिलो थैलो पो परीक्षा द कोडा भयो भने त टाउन हुने अगाडि क्या परीक्षा त हुने अरे 11 गते त्यो मास्टर त्यो नआउन सक्दैन रे के हान्दैन भनेको मास्टरले भाका मास्टर के उहाँका त हान्दैन त्यो यसो नहेर उखाइ नि तान छिटाल एक 3-4 हाल त पहिला दुईटा दे 3टा यति चुक्ने क्या पहिला 1.5 किलो एउटा हाल त एउटा हाल दे ल दे अब उच्च मतलब 1.5 किलो भएन नि त के भन्ने अरे नि के माछा गुन्छु यत्रो हिँड्छ मासले थुइया 3 किलो हुन्न नि त उही बेलै जो यार त सबै गरी 1.5 किलो हुन्छ सबै गर्दैन पुग्छ अब एउटा ओइ बच्चा एउटा तानपुटका 50 रुपैयाँ सानो यहाँ तानिके सानो 50 रुपैयाँ तान्नु भने के पागल मानेर यो इकाले जाल्नुको माछा हुँदैन के जाल्नुको माछा अब यिनी एउटा थालमा हाल अहिले बाहिर त बट अर्को जुग्ने जस्तो त बराबर हुन्थ्यो नि यति मिलिग्राम भन्ने थाहा हुन्थ्यो यहाँ छैन छन् के 4 ठुला रहेछ नि त यो 500 को माथि के यो हाम्रै छिमेकी हो आला ठुला नि त तान्द दियो को आधी किलो एक किलो त बढी होला नि ठ्याक्क ए डाँगै झट्का 2500 ग्राम है 2500 भिडियो गरेर रेकर्ड गराउँछ